हेलो गाइस, नमस्कार। आज हामी आएछौँ हाम्रो स्क्वासी फर्सीको खेतमा। यो लगाएको लगभग 35 दिन पुगिसक्यो र फ्लावरिङ र ग्रोथिङ धेरै राम्रो भएको छ। अब लगभग 1 हप्तामा यसको हार्भेस्टिङ सुरु हुन्छ। हेर्नुस्, यो समथिङ आधा केजीको भइसकेको छ र धेरै राम्रो छ। अझैसम्म कुनै पनि रोग बिरामी आएको छैन। अनि गाइसहरु, तपाईहरु पनि यसरी नै फर्सी खेती गर्न सक्नुहुन्छ र राम्रो आम्दानी, राम्रो त नभनौं तर ठिकठिकै आम्दानी लिन सक्नुहुन्छ। कस्तो लाग्यो गाइस हाम्रो स्क्वासी फर्सीको खेती? यो लगभग 4 कट्टाकोमा छ। हेर्नुस् है गाइसहरु, कस्तो छ। ओ पारी देखिने हाम्रो सिमीको खेत हो, त्यो पारी।